नमस्कार साथीहरु, आज मेरो हातमा चाहिँ यो Samsung M21 सेट आएको छ। यो के भएर आएको थियो भने कस्टमरले चलाउँदै डेट चार्जमा लगाउँदाखेरि तपाईको 6 पोस्ट चार्जरमा 0.1 एम्पियर लिइरहेको थियो। और डीसी सप्लाई मेसिनमा चाहिँ तपाईको 80-85 मा स्टक भइरहेको थियो। अनि मैले यसो हेरे यो सेटलाई आइस्टिङ गर्दाखेरि चाहिँ पहिला पनि काम भएको रहेछ। यो र्याम र सीपीयू मा काम भएको रहेछ। अनि मैले यसमा हिट हाने पछाडी सेट चाहिँ लगभग अन भयो भनेपछि अब यसको खानदानी रोग हो यो सेटको। अब सीपीयू र्याम दुईटै निकालेर रिभल्भ गरेर फेरि फिक्स गर्नुपर्ने हुन्छ। यतिकै पठाउँदा चाहिँ फेरि प्रब्लम दोहोरेर आउँछ। कस्टमरले फेरि यस्तो भयो भनेर फेरि कम्प्लेन गर्ने हुन्छ। अब सीपीयू र र्याम दुईटै निकालेर रिभल्भ गरेर हाल्नुपर्ने हुन्छ है त। मोल्टेकर भएको भएर माथि र्याम छ, तल सीपीयू छ। पहिला माथिको र्याम निकाल्नु, त्यसपछि सीपीयू निकाल्नु है त साथीहरु। सीपीयू र र्याम निकालिसक्यो, देख्न सक्नुहुन्छ। डबल डेकर भएको भएर सीपीयू र र्याम दुवै निकालिसक्यो। अब यसलाई रिभल्भ गरेर हाल्ने प्रोसेसमा छु। क्लिनिङ गर्दैछौँ, र्याम र सीपीयू क्लिन गर्दैछु। त्यस पछाडि अब रिभल्भ प्रोसेसमा जान्छ। र्याम र सीपीयू दुईटै क्लिन गरिसक्यो। अब रिभल्भिङ गर्ने प्रोसेसमा जाँदैछु। है साथीहरु, सीपीयू र र्याम दुवै रिभल्भ गरिसके। अब बोर्ड क्लिन गरेर फिक्स गर्ने प्रोसेसमा छु है त साथीहरु। सक्नुहुन्छ सीपीयू र र्याम मैले फिक्स गरिसके रिभल्भ गरेर। अब त्यसै गरेर मात्र बाँकी छ है त मेरो काम कति सक्सेस भयो भनेर। हुन्छ, मैले सीपीयू र र्याम दुईटै रिभल्भ गरेर फिक्स गरेर सेट अन भइसक्यो। देख्न सक्नुहुन्छ साथीहरु। अरु सेट हैन, त्यही सेट हो। देख्न सक्नुहुन्छ मेरो फर्स्ट टाइम हो यो सीपीयू र र्याम निकालेर रिभल्भ गरेर सक्सेस गरेको मेरो फर्स्ट टाइम हो। मैले अरु त लगभग गरिरहेको थिएँ। सीपीयू र र्याम डबल डेकरको चाहिँ यो मेरो फर्स्ट टाइम हो। देख्न सक्नुहुन्छ सक्सेस भइरहेको छ। देख्न सक्नुहुन्छ मजाले चलिरहेको पनि छ। डबल डेकरको काम मेरो फर्स्ट टाइम थियो, सक्सेस भयो। यो चाहिँ खास गरी के भएर आएको थियो भने डेट भएर आएको थियो। मैले हिट हाने पछाडि सेट चाहिँ अन भएको थियो। अब त्यसरी नै पठाउँदाखेरि चाहिँ फेरि 2-3 दिनमा त्यो सेम प्रब्लम आउने भएको भएर चाहिँ मैले सीपीयू र र्याम दुईटै निकालेर डबल डेकर भएको भएर दुईटै निकालेर रिभल्भ गरेर फिक्स गरेँ। देख्न सक्नुहुन्छ फर्स्ट टाइम मैले काम गर्दाखेरि सक्सेस भयो। देख्न सक्नुहुन्छ टचदेखि लिएर सबै काम भइरहेको छ। यसरी मोबाइलहरू रिपेयर गर्नु परेमा, मोबाइलहरू बनाउनु पर्ने हामीलाई सम्झिनुहोस्। सुदीप इलेक्ट्रोनिक्स, मनोहर सिम्फनी, मकनपुर। हामी विश्वासिलो र भरपर्दो तरिकाले काम गर्ने कोसिस गर्नेछौँ है त साथीहरु। देख्न सक्नुहुन्छ त्यही सेट हो है, Samsung M21। देख्न सक्नुहुन्छ।